यो त अति भयो यार, मलाई त लास्टै रिस उठ्यो। मम्मी पापाहरूको फोन बोकेर आएको थियो होला, त्यसमा इम्पोर्टेन्ट डिटेल्सहरू थियो होला होइन, मोबाइल मोबाइल ब्याङ्किङको एपहरू थियो होला, केहरू थियो होला, कति इम्पोर्टेन्ट फोटो भिडियोजहरू थियो होला। त्यस्तो त्यस्तोहरू फोन एक्जाममा ल्यायो, एक्जाम हलमा छिरायो भन्दैमा त्यसो गर्नु त पाइँदैन नि होइन, कि तपाईँहरूलाई कस्तो लाग्छ? त्यसो गर्नु त पाइँदैन नि त। ल ठिकै छ ल्यायो अरे, तर तपाईँहरू एक्जाम स्ट्रिक गर्नुहोस् न। आज एक्जाम स्ट्रिक गर्नुहोस्, अनि त्यस पछाडि भोलि भोलि उनीहरू आफै डराउँछ नि त, उनीहरूको दाँतबाट पसिना निकालिदिनुहोस् के। उनीहरूले छिरिक पछाडि अगाडि कतै पनि फर्किने छैन, हेर्ने छैन, हेर्ने बित्तिकै पेपर थुदिनुहोस्, 15 मिनट उठाएर राख्नुहोस्, बाहिर निकालेर राख्नुहोस्। सजाय विभिन्न प्रकारको हुन्छ नि, फोन यसरी पानीमै डुबाउनु पर्छ भन्ने छ त छैन नि होइन। कस्तो अचम्मको के। ठिकै छ ल, फोनहरू भेटायो, शिक्षकले त्यहीँनिर रुमगार्डले त्यहीँनिर सजाय दिइहाल्नुहुन्छ त हो कि होइन भन्नुहोस् त। अनि पेपर तानिदिनुहोस्, 15 मिनट उभाइदिनुहोस्, 15 मिनट बाहिर राखिदिनुहोस्, भोलिदेखि त्यसले ल्याउँदैन क्या। भोलि क्लास स्ट्रिक छ, एक्जाम स्ट्रिक छ भने भोलिदेखि त्यसले बोक्दैन क्या। म पनि एक्जाम लेखेर आएको मान्छे हो नि त, हो त्यो नि त कुराकानी। त्यस्तो तरिकाले जाने हो नि त। ल लु बोकेर लु बाइचान्स लिइहाल्यो अरे, लु त्यसले गल्ती गरिहाल्यो अरे, ठिकै छ गरिहाल्यो, तर त्यसलाई अफिसमा आइज 10,000 तिर, अफिसमा आइज 5,000 तिर। त्यस्तो तरिकाले सजाय दिन पनि सकिन्छ नि। अनि त्यसले 10,000 5,000 तिर्नुको सट्टामा 10,000 5,000 फोन लगेर जाँदा 10,000 5,000 तिर्नुपर्छ भनेपछि चाहिँ उनीहरू डराएर भोलिदेखि ल्याउँदैन के। अनि गाइडहरू बोकेको हुँदाखेरि फोनहरू बोकेको हुँदा 15 मिनट उठाइदिनुहोस् न। हामीलाई त सरहरूले त्यसै गर्नुहुन्छ त, पछाडि फर्किने पेपर अगाडि थुतेर अगाडि बोक्नुहोस् होइन। अनि फोन बोकेर आयो भने त्यसो गरिदिनुहोस्, जरिवाना तिराउनुहोस् क्या, त्यसो नगर्नुहोस् अर्काको सम्पत्ति। त्यसमा फोनमा इम्पोर्टेन्ट चिजहरू हुन्छ क्या, कति इम्पोर्टेन्ट चिजहरू हुन्छ। यहाँनिर मान्छेहरू मार्नेहरूलाई यहाँनिर सजाय दिन सकिरहेको छैन, छुट भइरहेछ। एउटा विद्यार्थीले फोन बोकेर गयो भनेर त्यो नै सबै उयो गरिदिएर डुबाइरहेछन् हौ। त्यस्तो यतिसम्म त गर्नु हुँदैन नि होइन, त्यो फोन त्यसै भएको हो त। मलाई त अति रिस उठ्यो। गाली आउँछ होला, टन्नै गाली आउँछ होला, साँच्ची गरेको। गाली चाहिँ नगरिदिनुहोस् ल प्लिज, डर पनि छ।